हामी चाहिँ एक दुई दिन घर छोडेर हिँड्दाखेरि साथीहरू हेर्नुहोस् न, घर चाहिँ कति लथालिङ्गै फोहोर हुने क्या। आउनुहोस् सबैजना पुरा भिडियो हेर्नुहोला। साथीहरू म चाहिँ यसरी बिहानै उठेँ। आज चाहिँ मेरो छोराले मलाई उठाउँदैछ अनि कस्तो गलेछु क्या। अनि सुतेँ मजाले। अनि बिहान उठेर मैले चाहिँ हात मुख धोएर पानीहरू खाएर चिया खाएँ। अनि चिया खाएपछि चाहिँ म चाहिँ नानीहरूलाई जिस्काउँदै थिएँ के भन्दै। अनि मेरो छोरी चाहिँ लुगा लाउन मान्दिनँ क्या, गर्मी भयो भन्छन्। अनि चिया खायौँ हामीले चाहिँ। अनि मेरो छोरा चाहिँ बोर्डिङ जान्छ नि त। अनि हामीले चाहिँ बिहान चाहिँ हतार काम गर्नुपर्छ क्या साथीहरू। अनि काम पनि के हो, त्यही के काम हुन्छ र भनिन्छ होइन। अब हाम्रो चाहिँ घरमा यसरी कामै देखिँदैन साथीहरू। म चाहिँ 2 दिन माइत गएको थिएँ होइन। अनि माइत गएर आउँछु, घरहरू हेर्छु कस्तो फोहोर हुन्छ क्या। अब किनभने घरमा बुढी मान्छे हुनुहुन्छ, मम्मी अब सफा गर्न भ्याउनु हुँदैन होइन। त्यही भएर पनि अनि मैले नानीलाई छोडीहरू गएको थिएँ क्या, मेरो भान्जीलाई चाहिँ। अनि बिचारा ऊ पनि स्कुल जानुपर्छ, सकेको त गरेकै छिन्। अनि म चाहिँ अब र पनि चित्त बुझ्दैन होइन। आफूले गरे जस्तो सबैलाई त्यस्तै होला, मलाई पनि त्यस्तै हुन्छ, चित्त बुझ्दैन। अनि मेरो चाहिँ धेरै चाहिँ फोहोर हुँदैन क्या घर चाहिँ। र पनि अब अलिअलि आफूलाई चित्त नबुझेको हतार म चाहिँ सनाकसुनुक पार्दैछु साथीहरू होइन। अनि म चाहिँ 81 हस्पिटल जानु पर्यो क्या। म चाहिँ मम्मीको दबेर होइन रहेछ। अनि म चाहिँ 81 हस्पिटल जानु पर्यो साथीहरू। हेर्नुहोस् न, मलाई चाहिँ एकैछिनमा कहाँ हिँड्नुपर्छ के गर्नुपर्छ नै थाहा हुँदैन क्या। मेरो चाहिँ अब घरमा एक्लै छु नि त। अब 2 जना यसो भए त 1 जना त हिँड्नु पर्थ्यो, 1 जना हिँड्नुपर्छ। अनि यहाँ म चाहिँ हस्पिटलमा यहाँ पालो पर्खिन थालेँ। अनि म पालो परेपछि मेरो चाहिँ पालो आएर यहाँ दबाईहरू लिने टाइम पनि भयो। अनि यहाँ पनि टोकन काट्नु परेर पालो लिनु भने। अनि मैले चाहिँ अस्ति हामीलाई यहाँ बहिनी भेटेको थियो हस्पिटलमै, फेरि आज पनि बहिनीसँगै भेट भयो होइन। खुसी लाग्यो मलाई चाहिँ, जहिले यसरी हस्पिटलमै भेट हुँदो रहेछ साथीभाइहरूसँग चाहिँ। मलाई कति धेरै माया गर्छन् क्या। अनि यहाँ भेटघाट भयो। फेरि एकछिनपछि चाहिँ हाम्रो यहाँ दिदी पनि आइपुग्नु भएछ क्या। म चाहिँ हस्पिटल आएको थिएँ बिहानै। अनि यहाँ हेर्छु त दिदीहरू पनि आउनुभएको रहेछ। अनि गर्मी नै थियो आज पनि होइन। दिदी चाहिँ पाहाडबाट आइपुग्नु भएछ हस्पिटल चेक जाँच गर्नलाई। बाई आजलाई।